हामी तीनजनाले देश बनाउँछौँ भनेर फोटो हालेको राजसभामा त्यति मात्रै मान्छे हुन् त 182 जनाले जिते तीनजनाको मात्रै फोटो हाल्दाखेरि नि रवि लामिछानेजीको हैसियत के सोनिम वाङलेजीको हैसियत के सदनमा भएका अरू मान्छेको हैसियत के अरू चाहिँ गोठाला हुन् त्यस्तै देखियो सामाजिक सञ्जालमा यिनीहरू आकै सिंहदरबार सर्वोच्च अदालतमा आगो लगाएर क्या यिनीहरूलाई तयार गरे कि देशको शिक्षा स्वास्थ्य बन्द गर्न लगाएर गोविन्द केसी सुतार अमेरिकन युथ काउन्सिलले ट्रेनिङ दिएको यिनीहरूलाई अझ हामीलाई ट्रेनिङ गर्न पैसा चाहियो भन्दैछन् अब कहाँ आगो लगाउन पैसा चाहिएको अरे रन्जु दर्शनहरूलाई आगो लगाउने चिज त सकिसके नयाँ मान्छे भन्छन् दीपक बास्कोटाको छोरी हिजो गृह राज्य मन्त्री हुँदा उनीहरू नै थिए नयाँ मान्छेहरू स्वर्णिम वाग्ले योजना आएको उपाध्यक्षदेखि लिएर जम्मै बनेको मान्छे को छ यिनीहरूको नयाँ सबै माओवादी गरेर गएका सबै एमालेबाट गएका काङ्ग्रेसबाट गएका यिनीहरूकोमा जाने बित्तिकै नयाँ हुन्छ त्यो पार्टीमा जाने बित्तिकै नयाँ हुन्छ देश यही मान्छे यही पार्टी यिनै उल्लो घरको नहरे पल्लो घरमा सरे जस्तो त हो नि सोसियल मिडियामा मुख छाड्ने मान्छे राखेर होइन म यो बोल्दैछु भनेर ठिक्क क्लिक गर्न लगाएर राम्रो छ भनेर हुन्छ हुन्छ हुँदैन नि यो तरिकाले देश चल्दैन नचल्ने स्थितिमा पुगिसक्यो